शक्तिको सङ्घर्ष होइन, सत्ताको सङ्घर्ष होइन, देशलाई कसरी बुझ्ने, नागरिकलाई कसरी बुझ्ने, जनभावनाको कदर गर्ने कि नगर्ने भन्ने हाम्रो सोचको भिन्नताको कारणले गर्दा आज हामी कोही यहाँ भयौं, कोही यहाँ हामी हुन सकेनौं। दोस्रो विषय पार्टीसँग जोडिएको छ। पार्टी भनेको के हो? श्रद्धेय सभापति हुनुहुन्छ, हामी यहाँ महामन्त्री छौं, त्यहाँ तल थुप्रै साथीहरू बस्नु भएको छ, अझ कोही गाउँमा हुनुहुन्छ। यहाँ मञ्चमा बस्ने महामन्त्री पनि, आज यहाँ नआउनु भएको सभापति पनि कांग्रेसको सदस्य हो, तल बस्ने पनि कांग्रेसको सदस्य हो, दुईटै बराबर हो। यहाँ कोही ठुलो कोही सानो छैन। पद मात्रै हो, यो जिम्मेवारी मात्रै हो, यो सबै बराबर हो। कांग्रेस भनेकै त्यही हो। कांग्रेसमा त्यो कुनै हायरार्की छैन। भएको भए यो पार्टी नै बन्दैन थियो। यो सबैको साझा घर हो, यो सबैको हक छ, यहाँ सबै बराबर छ। यहाँ पार्टीको सबैभन्दा यसको अधिकार, अझ भन्ने हो भने सबैभन्दा बढी अधिकार तल्लो तहमा बस्ने सदस्यको छ। भाद्र 23 र 24 गते पछाडि पार्टीका सदस्यहरूले पनि भने, हामीलाई सबैलाई भने, तिमीहरू सुध्रिनुपर्छ, अब तिमीहरू बदलिनुपर्छ। अब पार्टी जसरी चलेको छ ठिकठाक चलेको छैन। तिम्रा निर्णयहरू ठिक थिएनन्। तिमी चुनावमा एउटासँग मिलेर लड्ने, सरकार अर्कोसँग मिलेर बनाउने। तिमी सरकारमा जानका निम्ति जे पनि गर्ने, सरकारबाट बाहिर बस्नु पर्यो भने सबै कुरा सकिएको जस्तो गर्ने तिम्रो चाल ढाल ठिक थिएन। तिमी बदलिनुपर्छ। पार्टीको सदस्यले हामीलाई यही कुरा भनेको। पार्टीको बारेको धारणा, पार्टी भनेको यहाँ कोही मालिक कोही दास छैन, यहाँ सब बराबर छ। पार्टीको सदस्यहरूले आफ्नो हकको दावी गरेको हो। आजबाट अघि नै महेश दाइले भन्नुभएको छ, आजबाट नेपाली कांग्रेस पार्टीभित्र लामो समयदेखि जाम भएर बसेको, लामो समयदेखि पार्टीभित्र पार्टी सञ्चालनको जुन तरिका जसरी रह्यो, आजबाट यो भत्कियो। अब कसैले यसलाई भोलि जोसुकै आओस्, कसैले पनि अब पार्टीको सदस्यलाई हेप्न सक्दैन। अब कसैले पनि सक्दैन। अब तल बस्ने सदस्यहरूलाई माथि बस्नेले अब निउरिएर सलाम गर्नुपर्छ, जय नेपाल गर्नुपर्छ, तलबाट माथि होइन। किनकि यो पटक यो माथिले गरेको होइन, यो तलले गरेको हो। र तल बस्ने सदस्यहरूलाई पनि गाउँको साथीहरूले गर्न पठाउनु भएको हो, बदल्न पठाउनु भएको हो। त्यसैले यो सङ्घर्ष पार्टीभित्रको कुनै व्यक्ति बन्ने नबन्ने भन्ने सङ्घर्ष होइन, पार्टी कसरी चलाउने भन्ने विषयसँग जोडिएको विषय पनि हो। यो विशेष महाधिवेशन भोलि यसको बन्द सत्र छ। यो कहाँ गएर टुङ्गिन्छ मलाई थाहा छैन। यो नेपाली कांग्रेसको केन्द्रीय समितिले आयोजना गरेको भए मैले केन्द्रको महामन्त्रीको हैसियतबाट यो महाधिवेशनको एजेन्डा यो छ, त्यसैले सम्भवतः यहाँ गएर टुङ्गिन्छ भनेर भन्न सक्थे होला। यो त सदस्यहरूले मागेर भएको महाधिवेशन हो। तपाईहरुले माग्दै गर्दा के माग्नु भएको छ? नीति पनि बदल्ने, नेता पनि बदल्ने भनेर माग्नु भएको छ। मैले मागेको होइन, तपाईहरुले माग्नु भएको छ। यो कहाँ गएर टुङ्गिन्छ मलाई थाहा छैन, किनकि म पनि तपाईहरुले बोलाएर आएको एउटा पाहुना मात्र हुँ। यहाँ आज तपाईहरुले आयोजना गर्नु भएको छ। भोलि अधिवेशनको हाउस बस्छ एन्ड हाउस विल डिसाइड। त्यो हाउसले डिसाइड गर्छ, जे डिसाइड गर्छ मेरो लागि त्यो स्वीकार्य छ। जहाँ लगेर टुङ्ग्याउनुहुन्छ त्यसमा केही पनि आपत्ति छैन, किनकि जति गर्नु भएको छ मेरो लागि यो पनि ठुलो छ। मैले यसलाई पनि सम्मान गर्छु, किनकि तपाईको यो प्रयासले नेपाली कांग्रेसको बारेमा एउटा कुरा स्थापित गरेको छ, कांग्रेस दास र लासहरुको पार्टी होइन, कांग्रेस जिउँदो मानिसहरुको पार्टी हो। कांग्रेसमा प्रश्न मरेको छैन, यहाँ कुनै बात छैन जसले नबोल भन्दै गर्दा बोल्न छोड्ने कोही पनि छैन। यहाँ हामी सबै बराबर छौं, हामी सबै बराबर छौं। यहाँ प्रश्नहरू छन्, जुन पार्टीभित्र प्रश्न मर्छ त्यो पार्टीले समाजमा प्रश्न गर्न सक्दैन। जसले प्रश्न गर्न सक्दैन त्यसले उत्तर पनि खोज्न सक्दैन, त्यसले समाधान पनि दिन सक्दैन। तपाईको यो प्रयासले कांग्रेसलाई जिउँदो राखेको छ। जिउँदो कांग्रेसले बल्ल समाजको आफ्नो जिम्मेवारी पूरा गर्न सक्छ। त्यसैले फेरि एकपटक तपाईहरु सबैलाई अभिनन्दन गर्न चाहन्छु। एउटा पार्टीको सभापति बन्ने कुरा
वा प्रधानमन्त्री बन्ने कुराले लोभ बिहाएर हामी साथीहरूलाई, देशभरिका साथीहरूलाई आह्वान गर्न उभिएको होइन। हामी नागरिकहरूप्रतिको पार्टीको जिम्मेवारी वहन गर्नका निम्ति पार्टीलाई ठिक ठाउँमा उभ्याउनु पर्यो भनेर अधिवेशनको आह्वान गर्ने ठाउँमा पुगेका हौं। यो अवसर पनि हो, यो हाम्रो निम्ति ठूलो एउटा चुनौती पनि हो। अवसर र चुनौतीका बीचमा भोलि एक दिनको समय बिहान 8 बजे हामी जम्मा हुन्छौं। हामी दिनभरि छलफल गर्छौं। त्यो छलफलबाट हलले जे कुरा नेपाली कांग्रेस पार्टीमा स्थापना गर्ने भन्छ त्यो कुरा स्थापना हुन्छ। किनकि कांग्रेसको विधानले भन्छ महाधिवेशन भन्दा ठूलो अरु केही पनि छैन। महाधिवेशनले चाह्यो भने नेता पनि छान्छ, महाधिवेशनले चाह्यो भने नेता बदल्छ पनि, महाधिवेशनले चाह्यो भने नीति पनि छान्छ, नीति बदल्छ पनि, महाधिवेशनले चाह्यो भने विधान पनि बदल्छ। त्यो अधिकार राख्ने महाधिवेशनको भेला हो यो। सुवर्ण शमशेरले 2014 सालमा पार्टी सभापति हुँदाहुँदै मेरो श्रद्धेय सभापति श्रद्धेय शेरबहादुर देउवालाई सम्झाउन चाहन्छु। पार्टी सभापति हुँदाहुँदै आफैले विशेष महाधिवेशन आयोजना गरेर, आफैले राजीनामा दिएर, आफैले आयोजना गरेर मेरो श्रद्धेय मित्र बीपी कोइरालालाई आजबाट म नेपाली कांग्रेसको सभापति घोषणा गर्दछु भन्दै गर्दा आँखाभरि आँसु लिएर बीपी कोइरालाले यसो नगर्नु सुवर्णजी, तपाई नै रहनुपर्छ भनेर इतिहास पढेर आएका मानिसहरू हामी। कुनै लोभ लालचले होइन, पार्टीप्रतिको मायाले हो यो। किनकि यो पार्टीले नै देशको जिम्मेवारी पूरा गर्न सक्छ भन्ने विश्वासले हो। यो देशको मौसमलाई बुझिसके पछाडि, मौसम खराबीलाई बुझिसके पछाडि यो विशेष महाधिवेशनको हलमा उभिएर हामी संकल्प गर्न चाहन्छौं बदलिएको मौसमलाई अनुकूलतामा बदल्नका लागि, योसँग चुनौतीसँग जुधेर जान सक्नका लागि, त्यो ताकत नेपाली कांग्रेस भित्र विकसित गर्नका लागि हामी नयाँ ढंगले जाने मनोविज्ञान र मोडमा छौं। त्यसैले साथीहरू आउनुहोस् केही नवीन संकल्प गरौं। असन्तुष्टि र निराशासँग जुधिरहेको देशलाई हामी नवीन आशा र नवीन विश्वासमा लिएर जान्छौं। हामी संकल्प गरौं देशलाई मनोवैज्ञानिक द्वन्द्वको सुरुङबाट निकालेर सद्भावको खुला आकाशमा लिएर आउँछौं। संकल्प गरौं हामी देशलाई शासन मात्रै होइन सुशासन दिन्छौं। नेपाली कांग्रेसले विगतमा देशका लागि गरेका कैयौं कामहरूको फेरिस पनि हामी डकुमेन्टहरू मार्फत राखौंला। यदि तपाईहरुको दिल, तपाईहरुको मन कहीं कतै कुनै मोडमा कुनै छेडमा हामीबाट या अरु कसैबाट पनि दुखेको छ भने हामी समस्त नेपाली आमा बुबा दिदीबहिनी दाजुभाइहरुको सामुन्ने क्षमा पनि माग्न चाहन्छौं, विनम्रतापूर्वक आत्मालोचना पनि गर्न चाहन्छौं र हामी संकल्प गर्न चाहन्छौं कि हामी नेपाली कांग्रेसलाई बदल्ने छौं, हामी यो देशलाई बदल्ने छौं। आमा बुबा दिदीबहिनी दाजुभाइ सबैले जान्नुहुन्छ जो बदलिन सक्छ त्यसैले बदल्न पनि सक्छ। हामी बदलिन पनि सक्छौं र हामी बदल्न पनि सक्छौं। यो देशलाई समुन्नतिको उचाइमा लिएर जानका लागि हामी बदल्न सक्छौं। हामीले निश्चित समयमा विदा नगर्दै गर्दा त्यो राजनीतिक नेतृत्व नागरिकको पंक्तिको बीचमा अलोकप्रियताको शिकार बन्न सक्छ। त्यसैले लोकप्रियताको उचाइमा उठाउँदै गर्दा एक्जिट पोलिसी चाहियो, ग्रेसफुल एक्जिट चाहियो। त्यही भनिराखेर मैले पार्टीको बैठकमा पनि भने आदरणीय सभापतिज्यू 5 पटक प्रधानमन्त्री बनिसक्नुभयो, 6औं पटक अब तपाई प्रधानमन्त्री बन्नुहुन्न। त्यसबेला मैले भने पार्टीको आन्तरिक छलफलमा पनि भने, केन्द्रीय समितिको बैठकमा पनि भने, मलाई लाग्छ कि मेरो आदरणीय सभापतिले त्यो कालखण्डमा त्यो प्रस्तावलाई मानिराखेर जानु भएको थियो भने आज यो मुभमेन्ट हुँदै गर्दाखेरि, आज देशले कोही अभिभावक भनेर खोज्दै गर्दाखेरि हाम्रो सभापतिलाई गएर खोज्यो होला। कतिपय साथीहरूलाई लाग्यो कि विश्वप्रकाशले दिँदै गरेको त्यो सुझाव सभापतिको विरोधको बारेमा थियो। राजनीतिमा विरोध गर्ने कुरो स्वाभाविक हुन्छ, तर कसैलाई सुझाव दिनु र कसैको विरोध गर्नुको बीचमा फरक हुन्छ भन्ने तथ्यलाई बुझाउन सकिएन। आदरणीय साथीहरू, तपाईहरु यो पनि जान्नुहुन्छ पार्टीको महासमितिको बैठकको बेलामा मैले प्रस्ताव राख्दै गर्दाखेरि राजनीतिक दस्तावेजमा 1 2 3 4 भन्ने एउटा प्रस्ताव पनि राखेको थियो। एक पटक मात्रै कोही राष्ट्रपति बन्न पाउने, 2 पटक मात्रै प्रधानमन्त्री बन्न पाउने, बढीमा 3 पटक नपाउने, मन्त्री कोही बन्न चाहन्छ जीवनमा भने 3 पटक पाउने, 4 पटक नपाउने, सांसद कोही बन्न चाहन्छ भने जीवनमा 4 पटक बन्न 5 पटक नपाउने। तब उसले आफ्नो जीवन स्वाभाविक चाहिँ एउटा क्रिएटिभ ढंगले आफूले लगानी पनि गर्न सक्छ। त्यो समयमा काम गर्नुपर्ने दबावमा पनि रहन्छ, अरूलाई अवसर पनि बन्छ। त्यसैले आज कांग्रेसको विशेष यो महाधिवेशन स्वदेशकाले सुनुन्, विदेशकाले सुनुन्, पार्टी भित्रकाले सुनुन्, बाहिरकाले सुनुन्,
हामी विशेष महाधिवेशनबाट प्रस्ताव पारित गरेर ल्याउँछौं। विशेष महाधिवेशनबाट के कांग्रेस विभाजित हुन्छ? विशेष महाधिवेशनबाट फर्किँदै गर्दा कांग्रेस एउटा नभएर दुईटा हुन्छ? कति बेला लागे हुन सक्छ। विशेष महाधिवेशनबाट पार्टीका दुईटा महामन्त्रीले कांग्रेसलाई फुटाउनेछन् र नयाँ पार्टी बनाउनेछन्। अनि हामी कतिपय दललाई पनि सजिलो हुनेछ। आदरणीय साथीहरू, यो चिसोको बेलामा मिडियाका क्यामेराका साथीहरूले खिचिरहनु भएको छ भने अहिले पनि हेर्नुहोस्, जिउका त्यौं यो जुन ताकत उपस्थित छ नि, यो जन्मिँदाखेरि कांग्रेस थियो होला। हामी जन्मिँदा कांग्रेस थियौं, मर्दै गर्दा कांग्रेस भएर मर्नेछौं। कांग्रेसलाई विभाजित गर्ने होइन, हामी आगामी दिनमा कांग्रेसलाई इस्पात जस्तो बनाएर लिएर आउनेछौं। त्यो भन्नका लागि यो जमात आज यहाँनिर उपस्थित छ। हामी कांग्रेसलाई टुक्र्याएर होइन, हामी सिंगो कांग्रेसको नेतृत्व गर्ने गरी अघि बढ्छौं। पार्टीको विशेष महाधिवेशनको बन्द सत्रले जे निर्णय लिनेछ त्यही निर्णय नै कांग्रेसको आगामी दिनको बाटो हुनेछ भन्ने कुरा म स्पष्ट गर्न चाहन्छु। यसले आवेगमा होइन, यसले विवेकमा निर्णय लिनेछ। यसले देशलाई बदल्ने निर्णय लिनेछ। यसले कांग्रेसलाई बदल्ने निर्णय लिनेछ। कांग्रेसलाई इस्पात जस्तो बनाएर ल्याउने निर्णय लिनेछ। आवेगमा होइन, विवेकमा लिनेछ। फागुन 21 को निर्वाचनमा रुख चिन्ह लिएर मैदानमा एक ढिका भएर कांग्रेसलाई लिएर जाने निर्णय लिनेछ। त्यो संकल्प गर्नका लागि आज हामी विशेष महाधिवेशनमा छौं।